त्यो लाइट बल्ब हातै मलाई कहाँ जान्छु भनेर ल्याथी कहाँ लगे तँलाई कति लाग्यो कि दैवा लाग्यो कि तिमीले खाइदिएको छौ कि बोलाउ न म आउन मन त छैन त त्यही भनेर हो तेरो एक आखर बोली सुन्नलाई तँले सामान पाइस् कि पाइनस् भइसकेपछि छोडेर गएपछि खुसी भएपछि दुःखी भएपछि जीवनमा त हराइस हराइस सपना पनि आउन छोडिस् म उठेर
गरेर त्यतिकै काम गर्नु त्यति लाइट बाल्नु हातैमा लगाएर हो यो गर्छौ र मैले गर्दैन शिरमा झारी काटेर हुन्छ न माथिबाट तल जान्छ कसले चाहिँ छैन Bukannya kailangan pasti cinggan para tidak ada cara biar menentukan cinta cara saya biar nanda pasti. Lagai pugai lagi hal नहीं लगने के पर बरा में पानी हमसे जमीन वो और तुम कहता कुछ बड़ा सारा के बोल सांस में ना Kalau aku sungguh boleh dengan alat dia surat juga boleh asal उठाइ दियो बाबु के भयो तँलाई कसले लगेर त्यस्तो गराए लैलैमा कसको लैलैमा लागिस् त्यसरी तैँले चलाएको थिइस् कि अरूले चलाएर यस्तो गराए बोल बाबु बोल मान्छ र अहिले कहाँ जान्छु भनेर नेथिस् कहाँ लगे तँलाई कति लाग्यो कि दैव लाग्यो कि तिमीले खाइदिएछु चौकी बोल बाबु बोल कसले चलाएको गाडी जसले तिनीहरूलाई तेरा नानी यस्तो टुडाटुडी यस्तो सबै नआउँदै बिचार बाइक भान गराए कसले जाम भनेर गाओस् बोल बाबु बोल कसले जाम मलाई आधा बाटोले जन्म दिएको यस्तो होला भनेर हो र जन्म दिएको मलाई के मेरो तिम्रो 10,000 दुध
अझै भाडा भाडाले डिस्पोजिट लाग्यो भाडा फिट भन्नलाई पानी बेला कस्तो भयो पानी बेला कस्तो भयो म त पहिलाका जुर्मुला गरेर पालेर काट्छ खाउ खाउ बिउ गर्ने बेला मेरो जिन्दगी गयो मेरो तिमी मेरो मेरो छोरीलाई यो पैसा भयो बेलामा पुरो भनेर बनाउँछ हुन्छ सबैले तिमी दुईटाले गाडी चलाएको न त्यो तल चलाएको मेरो राम्रो छोरीलाई राम्रो गरिदिनु राम्रो होला भन्ने घर छोडेर जान्छु बेलुका अर्काको लैजाउँ एकैछिन फर्केर आउँछु भन्दा फर्केर आउँछु भनेर राम्रो गरेर म आधे बाटो रहेछु मेरो जन्मै त्यसरी छ अब ती हालिदिएका सामानहरू पाइ छैन ज्याकेट कहाँ के त्यो ज्याकेट लुगा तेरो लुगा कहाँ थियो त माग्नै थियो सँगाल्छु कहाँ छ त्यो म लुगा गाडीबाट सँगाल्छु भन्दा उनले ढोका खोल्दैन आधा ढोका खोल्यो आधा ढोका खोलेर आधाहरू बाहिर आधाहरू भित्र हुँदाखेरि गाडीको टायर मुनि परेर ढोका नखोल्दाखेरि अर्को दुईटा पनि भित्रै थियो कि बाहिर थियो हामी सबै भित्र थियौँ गाडी गोल पुग्ला म फङ्गाल्छु भन्ने उनीहरू भँगाल्न बरु नभङ्गाले भयो अँ, म घाइते माइते हुन्थ्यो होला त्यही त भङ्गाल्छु भन्दा मेरो जान गयो कसैले मेरो इष्टमित्रहरू काकाहरू मेरो दाजुभाइहरू कसैले खुसी भयो कसैले दुःखी भयो तँलाई त्यस्तो देखेर नि को खुसी हुन सक्दो र तँलाई मार्नेहरू खुसी भयो होला नि हामी खुसी हुन सक्दैनौँ हामीले अझै चित्त मेरो ज्ञान त बुझाउनु गयो गयो मेरो छोराछोरीलाई मेरो ज्ञान परेहरूले विचार पाएको छ राम्रो नगरौँ गाडी त्यो ढिकमा पुगेर पाल्दिनँ गाडी ढिकमा पुगेर रहेछ कसले त्यहाँ मात्र चला त्यस्तो ढिकको गाडी त थाहा थियो त तँलाई त तँ त पाखो मान्छे ठिक छ हामीलाई सिकाउँछु बोलाउन म आउन मन छैन त त्यही भनेर हो तेरो एक आखर बोली सुन्नलाई तँले सामान पाइस् कि पाइनस् भनेर गइसकेपछि छोडेर गएपछि खुसी भएपछि दुःखी भएपछि जीवन अन्त हराइस सपनामा नि आउन छोडिस् म उठेर आउने यसो नानीहरूको रेखदेख गर्ने आँखा मुखले नदेखिने के बेर गाडी त्यस्तो भयो त कसले चलादियो तँले जबरजस्ती गाडी एक्लै उठाउँछु भनेदेखि हेर्दै दुःखी छु मन रौँछ रौँदै छु तेरो आफ्ना मान्छे चाहिँ साथीभाइ चाहिँ तिमीलाई केही फाइदा यो भयो सबै भाग्सेर पिठो परेको त्यो छोटो तल हेर्न सक्छौँ र हामीले अलिअलि घाइते हुन्थ्यो भने तल बजाउँथ्यौँ तिमीले खुट्टा माथेर हालेर सक्ला थियो नत्र अलिअलि त ठिक हुन्थ्यो भने हामीले कहाँ कहाँ लगेर उपचार गर्दाम नानी तेलले खाइदिनु भयो नारा गएको ढोरा जाने तेरो सोचै थिएन त कसले जाम भनेर लगाउँथ्यो सरी सबै
सबैले खाएर सबै छुट्याउँछ जाम भनेर जाँदाखेरि आधी गएर आधी आउँछु भन्दाखेरि म दशा लाग्यो मलाई डोरी लगाएर काली त्यो जान्ने बुझ्नु थिएँ यसो गर्नु होइन अङ्कल उसो गर्नु होइन भन्दै झन् सिकाउँ त्यस्तोले त्यही आफै त्यस्तो भयो नपत्ताउनु भयो मेरो आमाको दसवटा बुल्लु रहेछ यहाँ दुःख आएको बल्ल हुन्छ जग्गालाई दुःख आएको मान्छे बल्ल हुन्छ मलाई जुरमुरा गरेर पालाको पनि धेरै गएको मलाई अरू बिचले पाएछ न यता नआउँछ यस्ता नानी थिए खाना पकाउनु दिन्न थिए घर नछोडेर बसे भए के हुन्थ्यो र त नानीसँग मात्र छोरप्प बसे भए नानीसँग भन्दा भन्दै गाह्रो छ तँले इच्छा लागेको सामानहरू केही छुट्या छन् कि भन अब दिनको त आउनु कुरानी हुन्न हामीले बोलाउनु कुरानी हुन्न सबले रहेछ अरे अब तँलाई त्यो जबरजस्ती त्यो गाडीमा किन चढ्नु त्यस्तो जान्ने बुझ्ने मान्छे ढिकमुनि गइसक्यो अरे त्यो गाडी पहिल्यै बिर्सिरहेको